हामी चाहिँ आज यो बिरयानीको लागि यो कुखुरा तयार गर्दैछौँ। यो चाहिँ अब म चाहिँ बिरयानीको लागि चाहिँ यसको पिसहरू बनाउँछु। यसरी हामीले चाहिँ चिकनलाई चाहिँ बिरयानीको लागि चाहिँ यत्रो यत्रो पिस बनाएको छौँ। हामी दुईजना बुढाबुढीको लागि यति भएपछि पुग्छ। अब हामी प्रोसेसतिर सुरु गर्छौँ है त। हामीले चाहिँ सुरुमा चाहिँ प्याजलाई चाहिँ भुन्छौँ लेट्स ब्राउन नहुन्जेलसम्म। यतिको भइसकेपछि अब यसलाई हामी एउटा बाउलमा राख्छौँ। त्यसपछि अब हामी मासु म्यारिनेट गर्नतिर लाग्छ। यति भइसकेपछि अब हामी चाहिँ चिकनलाई म्यारिनेट गर्नको लागि चाहिँ सबै सामानहरू तयार गरिसकेका छौँ। अब सुरुमा अब हामी दही हालेर यसलाई चाहिँ मिक्स गर्छौँ। त्यसपछि हामी अब अरू मरमसलाहरू पनि एड गर्दै जान्छौँ। हामीलाई कति चाहिन्छ त्यो अनुसारले हामी नुन एड गर्छौँ। अब कलरको लागि चाहिँ बेसार, मसला, खुर्सानी, चाहिँ तपाईहरुलाई कतिको पिरो खानु मन छ त्यही अनुसारले तपाईहरुले एड गर्नुहोला। र हामीसँग चाहिँ बिरयानी मसलाको सब्स्टिट्युटमा चाहिँ हामीले चाहिँ मिट मसला युज गरेको छौँ। र अदुवा र लसुनको पेस्ट हामीले ओखलीमा पिसेर राखेको थियौँ। र सुरुमा भुँदेर राखेको प्याजको पेस्ट पनि अब हामी युज गरेको छौँ। र यसलाई चाहिँ हामी मजाले नै मिक्स गर्छौँ। मसला चाहिँ मजाले सबै ठाउँमा लाग्ने गरेर यसलाई मिक्स गर्नुपर्छ। यति भएपछि अब यसलाई हामी 10-15 मिनटको लागि म्यारिनेट गर्नको लागि छोडिदिन्छौँ। अब हामी चाहिँ म्यारिनेट गरेको मासुलाई चाहिँ फ्राई गर्नतिर लागेको छौँ। अघि प्याज फ्राई गरेको प्यानमा हामीले चाहिँ यसलाई चाहिँ अब प्रयोग गर्दैछौँ। यसरी चाहिँ हामीले चाहिँ घरमै भएको
सामग्रीहरू युज गरेर बनाएको छौँ। यतिको बनाइसकेपछि लो हिटमा पकाउँदै अब हामीले चाहिँ टमाटर पनि एड गरेको छौँ। फेरि यसलाई एकैछिन पकाउँछौँ। मासु चाहिँ हामीले चाहिँ 100% पकाउँदैनौँ। मासुलाई चाहिँ लगभग हामी 70 to 80% जति पकाउँछौँ। अनि त्यसपछि बिरयानीमा दम गर्ने बेलामा चाहिँ बाँकी 100% पुऱ्याउँछौँ। अब यसरी हामीले गराउँदैछौँ। तपाईँहरूलाई नि के कस्तो लागिरहेको छ, यदि भिडियो मन पऱ्यो भने लाइक गर्नु होला। ल हाम्रो चाहिँ मासु चाहिँ लगभग यतिको पाकिसकेको छ। हामी म्यारिनेट गरेर राखेको भएर यो टमाटरले चाहिँ यतिको मजाले ग्रेभी बनेको छ। अब चाहिँ हाम्रो त्यो बिरयानीमा पनि यसले चाहिँ कलर दिनको लागि एकदम हेल्पफुल हुन्छ। यो पनि हाम्रो फर्स्ट टाइम हो, तर पनि हामीले चाहिँ एकदम गरिरहेको छौँ। र यतिसम्म हेर्दै आउनुभएकोमा धन्यवाद। र यदि भिडियो मन परिरहेको छ भने लाइक गर्न नबिर्सिनु होला। अब मासुपछि अब हामी चाहिँ खानाको लागि तयार गर्दैछौँ। पहिला अलिकति पानी भिगेर हल्का जिरा हालेर अब हामी यो पानीलाई चाहिँ उमाल्नतिर लाग्छौँ। र अलिकति हामीले यसमा नुन पनि एड गरिदिएका छौँ। र यसरी चाहिँ हामीले चाहिँ भिजाएर राखेको चामल चाहिँ एड गरेको छौँ। र यसलाई चाहिँ हामी चाहिँ 80% जति उम्लिन दिएर चाहिँ पाक्न दिन छोड्छौँ। 80% पाकिसकेपछि त्यसपछि एक्ज्याक्ट बिरयानीको प्रोसेस चाहिँ सुरु हुन्छ। यसरी चाहिँ हामीले चाहिँ अब त्यो दमको लागि चाहिँ तल मासु राख्ने, त्यसपछि अलिकति चामल, अनि त्यसपछि फेरि मासु राख्ने भनेर चाहिँ मासु छुट्याएको छौँ। अब हाम्रो चाहिँ चामल रेडी भइसकेको छ। अब हामी त्यो एक्सेस पानीलाई चाहिँ फालेर चाहिँ अब चाहिँ तयार गर्दैछौँ है त। यो खानाको चाहिँ एकदम मिठो सेन्ट आइसकेको छ। यतिको भइसकेको छ है त। अब हामी चाहिँ बिरयानीको फेरि अब प्रोसेसलाई कन्टिन्यू गर्दैछौँ। एक लेयर चाहिँ हामीले चाहिँ मासु हालेको छौँ। अब त्यो माथि चाहिँ अब हामीले चाहिँ अहिले बनाएको चाहिँ खानालाई चाहिँ हाल्दैछौँ। त्यसपछि फेरि एक लेयर हामी अर्को मासु हाल्छौँ। र यसलाई फेरि हामी खानालाई चाहिँ कभर गर्छौँ। यतिको भएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। र अब चाहिँ हामीले चाहिँ माथिबाट चाहिँ फ्लेभरहरूको लागि यसरी चाहिँ लेमन, हाम्रो बरन्डाको पुदिना, अनि अब सुरुमा हामीले चाहिँ रोस्टेड गरेर राखेको चाहिँ प्याज,
एड गरेर चाहिँ माथिबाट चाहिँ हामीले चाहिँ घी पनि एड गरिदिन्छौँ। यो चाहिँ पछि लास्टमा हामीले चलाउने भएपछि चाहिँ मिक्स हुन्छ। अहिले चाहिँ माथिबाट मात्रै एड गर्दै पनि हुन्छ। यसरी चाहिँ अब हामी चाहिँ यसलाई चाहिँ 12 देखि 15 मिनटसम्म चाहिँ पाक्नलाई छोडिदिन्छौँ। ल यतिको 15 मिनट जति पकाइसकेपछि वाउ सेन्ट एकदम मिठो आएको छ। अब हामी अलिकति कोट्याएर तपाईहरुलाई देखाउँछौँ है त। वाउ बबाल भएको छ बिरयानी। हामीले चाहिँ यसमा चाहिँ एडिसनल फुड कलरहरु केही पनि युज गरेको छैनौं। हामीले चाहिँ यो घरकै नेपालबाट ल्याएको बेसार हो, त्यसैको कलर हो। हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको छ। अब चाहिँ हामी यसलाई चाहिँ सर्भ गरेर खानातिर लाग्छौँ है त। यसरी चाहिँ अब हामीले चाहिँ सर्भ गरेको छौँ। तपाईहरुले हेर्न सक्नुहुन्छ। होममेड फुल होममेड बिरयानी। हाम्रो बिरयानी रेडी भइसकेको छ। हामीले सर्भ गरेको छौँ। लेट्स गिभ अ ट्राई। ट्राई गरौँ। एकदम पर्फेक्ट बनेको छ। मासु पनि ट्राई गरौँ। किन कस्तो लाग्यो बडी? मासु मजा लाग्यो। मासु पनि लेमन मिठो सब्जी हो हैन? बाहिर टाइपको आएको छ। हामी चाहिँ भित्र चाहिँ यसरी बुढाबुढी एउटा कोजी टाइम स्पेन्ड गरिरहेको छौँ। तपाईहरुलाई पनि हामीले बनाएको रेसिपी मन पर्यो, तरिका मन पर्यो भने यसरी नै बनाएर खानुहोला। Without any एडल्ट्रेसन एडिटिभहरू केही पनि नथपिकन। र अर्को नेक्स्ट भिडियोसम्मको लागि सबैलाई बाइ बाइ। स्टे हेल्दी।